ओ बुढी हजुर मेरो यहाँ खुट्टा थिच्दे त सक्दिन है म दला मान्छे कतिले महाराजा जस्तो अचम्म सौदा खुट्टा थिच्दैन 500 रुपियाँ दिन्छु होइन के हजुरले मलाई पैसा बिक्ने जस्तो देख्नुभयो नाटक नदेखाउँदै यहाँ मान्छे काम गरे पहिला लु 1000 भयो कमसेकम खुट्टा त थिच्दे मेरो होइन के हजुरले मलाई पैसाको धमास दिएको लु म 2000 दिन्छु मेरो थिच्नु त लु खुट्टा थिच्दिनु होइन 2000 रुपियाँ दिनु होइन भनेको चुप 2000 रुपियाँ दिनु होइन 200 रुपियाँ छैन अब चुप लाग धेर किन सान दिनु मान्छेले बुढी खुट्टा थिच्दैन दुखो भनेको त बडा 2000 रुपियाँको दमा लु दे आखिरी बुढीको खुट्टो थिच्दा के पाप हुन्छ र लु दे 2000 रुपियाँ दे पैसै छैन त म कहाँबाट 2000 रुपियाँ निकाल ल्याएर दिनु 2000 रुपियाँ खुर्का सान 2000 निकाल पैसै छैन अनि मलाई के त लाग्यो? यहाँ काम गरेको बेला 2000 रुपियाँ निकाल 2000 रुपियाँ चाहिँ निकालेर ल्यान 2000 रुपियाँ दिन्छु मेरो थिच्दिन के हुन्छ बुढी खुट्टा थिच्दा अरे त्यो दिन्छु मसँग च्यालेन्ज गर्छिस् च्यालेन्ज गर तेरा म थिचिदिन्छु